जय सियाराम, शुभ बिहानी हजुर सम्पूर्णमा। आजदेखि चाहिँ मेरो छोरीको स्कुल सुरु भयो है। अनि उसको लागि टिफिनको लागि चाहिँ तयारी गर्दैछु। अनि त्यसपछि म चाहिँ सब्जीहरू चाहिँ सबै राति नै काटेर राख्छु कि फेरि श्रीमानले यति ठुलो लौका ल्याइसकेको होइन। उसको टिफिनमा चाहिँ मैले चाहिँ यो मुङको दाल, चना र सोयाबिन हालेर एउटा टिक्का बनाइदिनु लाएको थिएँ कि होइन। त्यसमा चाहिँ मैले 2टा खुर्सानी पनि हालिदिएँ, 2-3टा लसुनको पोटे हालिदिएँ होइन। सबैलाई हालेर पिने। अनि यता चाहिँ लौका र चनाको सब्जी बनाएँ। उसलाई चाहिँ एकदम मनपर्छ कि छोरीलाई। अनि त्यसमा अलिकति प्याज, गाजर अनि अरू पनि सब्जीहरू हरियोले हाल्न चाहनुभयो भने चाहिँ हाल्न सक्नुहुन्छ। अनि यसमा नुन, मसला, अलिकति ज्वानो चाहिँ यसमा हाल्न नबिर्सिनु होला, एकदमै टेस्ट ज्वानोले नै गराउँछ यसलाई। अनि सबै चिज हाल्ने, बेसार पनि हाल्ने। अनि यसलाई चाहिँ टिक्का जस्तो सानो सानो गरेर बनाउने। यता छोरीलाई खाना पनि दिएँ। छोरी चाहिँ फेरि टिमुरको अचार नभए त्यो खाना मनै पर्दैन कि उसलाई, एकदमै टिमुर चाहिँ चाहिन्छ उसलाई। अनि यता टिक्का बिस्तारै बिस्तारै चाहिँ छोपेर बनाउँदा एकदमै मिठो हुन्छ कि। हजुरहरूले वेट लस गर्दै हुनुहुन्छ भने पनि त्यसको लागि पनि अहिले डाइटको रूपमा हजुरले यस खान सक्नुहुनेछ, एकदमै मिठो हुन्छ है। अनि यसरी खाइ ऊ चाहिँ स्कुल जान तयारी छ, उसको टिफिन पनि रेडी भयो। यदि हजुरहरूलाई मेरो भिडियो मनपर्छ भने लाइक, सेयर, कमेन्ट गर्न नबिर्सनु। धन्यवाद।